आज हामी रातिको 12 बजे कता गयौँ त ध्यान दिएर हेर्नुहोस्। सबैलाई मेरो डे 13 अफ आइडी मद्रासमा स्वागत छ। अहिले बजिरहेको रातिको 12। 12 बजेपछि भूत आउँछ भन्ने सबैले सुनेका थिए अनि मैले पनि सुनेको थिएँ। त्यसैले दाइ र हामी मिलेर भूतलाई खोज्नतिर लाग्यौँ। हाम्रो प्लान थियो आज आइटी मद्रासको छतमा जाने 12 बजेपछि। त्यसैले गर्दा हामी फर्स्ट लाग्यौँ छतमा। त्यो आवाज केसको थियो त्यो त हामीलाई थाहा भएन, तर हाम्रो छाता चाहिँ एकदमै उडिसकेको थियो। अनि हामी भाग्दै भाग्दै तलतिर लाग्यौँ। अनि हाम्रो प्लान थियो आज यसो बाहिरतिर जाऊँ न त, आज नसुत्ने प्लान थियो हाम्रो। त्यसै गर्दा हामी फर्स्ट लाग्यौँ बाहिर घुम्नतिर। हाम्रो प्लान थियो फर्स्ट क्याफेमा जाने, क्याफेमा गएर फर्स्ट नास्ता खाने। त्यसैले गर्दा हामीले फर्स्ट मगायौँ केक। त्यहाँ मगायौँ हामीले चिज केक र चक्लेट केक। अनि हामी मजाले खानातिर लाग्यौँ। अनि केक खाएर आज मजाले रातिभरि पढ्नुपर्छ भनेको त अब हामीले फर्स्ट सोचेको थियौँ 12 बजेदेखि 3 बजीसम्म पढौँ भनेर। लास्टमा त हामीले 8 बजीसम्म पढ्दिरहेको। फेरि बिहानको 8 बजी हामी लाग्यौँ मेसमा। अनि मेसमा गएर खाना खाँदै मैले आजको ब्लगलाई इन्ड गरेँ। हस्त ल बाई।